हेलो साथीहरु, गुड मर्निङ। साथीहरु, आज चाहिँ असार 15 रहेछ साथीहरु। त्यही भएर म चाहिँ नुहाइधुवाइ गरेर अब यहाँ चाहिँ असार 15 को लागि रेडी रहेछ। दही, चिउरा, कोला। दही फेरि दुई थरीको रहेछ साथीहरु। यहाँ हेर्नुहोस्, एउटा गुलियो दही, यो अमिलो दही। आज चाहिँ साथीहरु पहिले हामी चाहिँ बारीमा आलीमा बसेर खान्थ्यौं दही चिउरा। अहिले चाहिँ अब धान रोप्दैन खेतबारीमा, अब त्यतिकै छ। त्यो भएर चाहिँ हामी चाहिँ अहिले चाहिँ घरमै यसरी बसेर खाँदैछौँ। ल, असार 15 को धेरै धेरै शुभकामना छ तपाईहरुलाई। कसले खानुहुन्छ दही चिउरा कमेन्ट गर्नु होला साथीभाइहरु। हेर्नुहोस्, अब चाहिँ सुरु गर्यौं हामीले। पहिले चिउरा पनि अर्कै आउँथ्यो, अहिले चाहिँ अर्कै आउन थालेछ साथीभाइहरु, हेर्न सक्नुहुन्छ।